Hello. Mati. Ah, aja mati. Mati. Ah, up. Hey, mati. Ah, aduh. Atas. Aduh. Ya. Ah. Hadi. आजको मौसम एक बिहानै तपाईहरु देख्न सक्नुहुन्छ ठुलो भोरी बताससँगै पानी पर्ने संकेत देखाइरहेको छ बिहानको यो मौसमले। मती भागै भाग। नवलपरासी हाम्रो बर्दघाट नगरपालिका भित्र होला सायद। गिडाङ गुडुङ गरेर गर्न नै बाँकी छ। आकाश पानी चाहिँ नि लगभग परिसक्यो भनौँ अब।
कस्तो रात देख्यो होला त्यसले पानी परेर पानी बिसाएपछिको हाम्रो गाउँ बर्दघाट नगरपालिका 16 केराबारी हेर्नुस् को दृश्य अत्यन्तै सुन्दर। तपाईलाई निकाल्दिम। हरेक वर्ष गरिने हाम्रो जङ्गली पूजा हो यो र यसलाई सन्चरी माई पूजा पनि भन्ने गरिन्छ। हरेक वर्ष चैतको महिनाको हेलो हेलो चैतको महिनाको अन्तिम सातातिर गरिने गर्छ हाम्रो यहाँ पूजा। खोइ खोइ भाले खोइ पोथी खोइ हामीले घर पूजा गर्ने हो। आउनुहोस् तपाईँहरूलाई म यहाँ के कस्तो हुँदैछ सबै देखाउने छु ल। ओहो पूजा गरेर आइसक्नु भयो। ओ फुपू के हो यस्तो नखा 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 रातमै पेट तातमै नानै बेच्यो आलिस मामा भयो म पो ढिलो भएछ भएन। ओहो ल यही हो गाइज हाम्रो हरेक वर्ष गरिने सन्चरी माई पूजा। तपाईँ पनि देखिनु न भान्जा हजुर लाइटर को लैदिए फेरि ल देखाइदेऊ नि त मलाई पनि है यता यता हाम्रो सबै आएर पूजा गरेर गइसक्नु भएछ धेरै जति। म त भर्खरै आउँदैछु। ल यो जलाइदिनु न म त दादै खाइदिइसक्यो। लाइटर में देखाइले दीदी सिम था हाल दीदी लाइटर देऊ यो कता दिने हो मैले त यहाँ दक्षिणा हाल्नै पाएको जग्गा थिएँ। गममै हालिदिनु कि 500 रुपियाँ ल नानी खै टिका ल भाइ खै त ए भिडियो गर्दै रहेछ त म त के भन्नु भएको त्यही भन्नु आशीर्वाद दिनु है कता फलक फुलक कसैले प्रसाद दिन आउने भनेर के मनले चाहिँ भन्दै भन्नु हो के गर्ने प्रसाद दिदी हाल फेरि गुरुमाहरुको आर्थिक मनमा नै हो के अरु यति नै हो गाइस। पूजा सकियो मेरो पनि। मैले त के गर्ने र म खाना खाएर आएको म त नि किनकि खाली पेट बस्न सक्दैन बिहानमै खाइहाल्नु पर्ने हुन्छ। शरीरको पनि त ख्याल गर्नु पर्यो नि त हैन भान्जा हो मामाश्री हो। त्यसैले मैले पूजा चाहिँ गरेन। यहाँ जो पनि चाहिने पूजाको सामग्रीहरू बुझाइसकेँ। मेरो पनि सम्पन्न भयो आजको पूजा। ल थ्याङ्क यू भान्जा। वेलकम मामाश्री।
यहाँ चाहिँ नि नमस्कार बुवा। नमस्कार बाबु, नमस्कार नमस्कार। हाम्रो बुवासँग चाहिँ नि आज मैले विशेष गरेर यो हाम्रो पूजा हुन्छ नि हरेक वर्ष होइन, यो पूजा खास यसको विशेषता बताइदिनु पऱ्यो क्या। मैले नि अझै राम्रोसँग जानेको छैन, बुझेको यसको छैन। विशेषता भने यस्तो क्या, भिडियोमा बनाउँदा के जस्तो नि, खासमा यो रोग व्याध हेनतेन सालभरिमा जुन हुन्छ नि, हजुर यता विभिन्न रोग व्याधहरू नलागोस् भनेर चाहिँ हामीले एउटा चाहिँ अब हाम्रो हिन्दू भनौँ सनातन धर्मअनुसार चाहिँ एउटा पूजाआजा गरेर यसो जङ्गलमा गएर चाहिँ देवदेवतालाई चाहिँ यो जुन संसारी भन्ने हुन्छन् हजुर त्यसलाई नलागोस् भनेर हामीले यो पूजाआजा गर्ने चलन हो क्या यो खासमा चाहिँ। उम्, त्यति नै यसको खासको अरू उद्देश्य केही होइन। यो रोग व्याध केही पनि नलागोस्, गाउँमा बच्चा बच्ची बुढापाका सबैलाई चाहिँ सञ्च सुविस्ता राम्रो होस् हजुर। भन्नको खातिर चाहिँ एउटा यो संसारी माइलाई चलाउने यो एउटा चलन हो क्या पहिलादेखि। अनि यो चाहिँ नि फेरि अरू महिनामा पनि त गर्न सकिन्थ्यो होला, किन चैतकै महिना? यो रामनवमी पछाडि गर्ने भएको हुँदाखेरि हजुर त्यसो हुँदाखेरि यो अहिले गरियो। चैत महिना अब वैशाखदेखि फेरि नयाँ महिना लाग्यो नि त, हजुर चैतमै गर्नुपर्ने चाहिँ पहिला के छ नि, दसैँमा पहिला चैतमै थियो। पछि त खाँदाखेरि दुनियाँभरको चाहिँ छेराउटी लाग्यो के गर भने चाहिँ पर असोजमा सारेको सबै ठुला पाका बडा मिलेर चाहिँ असोजतिर कार्तिकतिर सारेको हुन्। हजुर न खासमा चाहिँ पहिला यो चैतमै गरिसक्यो रामनवमीमा, किनभने यो रामले चाहिँ रावणसँग लडाइँ गरेर चाहिँ आएर जितेको एउटा विजय उत्सव मनाउँदाखेरि पालामा हजुर त्यो बेला चाहिँ यस्तो रोग व्याधि के पनि नलास् भनेर यो संसारी पूजा नि गर्ने चलन त्यस बेलादेखि बस्छ मैले जाने अनुसार है। ल हजुर, आज हाम्रो यो सधैँ गरिने संसारी पूजाको विषयमा छोटो मिठो जानकारी दिनुभएकोमा बुवालाई पनि धन्यवाद। ल हजुरलाई पनि धन्यवाद। यो चाहिँ नि बुवा जाने बुझेको यही हो। अब हजुर अझ हामीभन्दा कोही जान्ने बुझेन, अझ ज्ञान धेरै थियो होला होइन, हामीलाई चाहिँ ज्ञान भएको त्यही नै हो। यो खास यो रामचन्द्रले चाहिँ नि त्यो लडाइँ रामले चाहिँ लडाइँ गर्दाखेरि यो चाहिँ नि गराएर दशा यो आउट गरिदिउँ भनेर त्यो शनि भनेको एउटा शनिको गरायो हुन्छ, 9 गरायो भनेको छ त्यहाँ हजुर पत्रमा। त्यो 9 गरायोले गर्दाखेरि यो गरायो चाहिँ नि भगवान नारायण नलास् र मानिस खाए पनि नलास् हो भन्नको लागि यो मात्रै। ल धन्यवाद मामालाई पनि है त। ल मैले जानेको कुरा। हजुर ल हाम्रो गाउँले साथीहरू सबै अझै आउने क्रम जारी छ अझै पनि। त्यसैले हाम्रो गर कटाएको हो के। फेरि पनि आज हाम्रो केराबारी मैदानमा गेमको सुचारू हुनलाई रहेको छ र यही खेलमा हाम्रा यही 4 नम्बर वडाका धराबस्ती रातो सब र विशेष नगरपालिका 16 का सूर्यनगर खेल हुनेछ। अब खेल सुरु गर्नको लागि हाम्रा एम्पायर भाइहरू अम्पायरका साथ दुवै टिमका टिम क्याप्टेनहरूसँग केही कुराकानी गर्दै आएको छ र ग्राउन्डको उत्तरतिरको भागमा धराबस्ती रातो छ भने ग्राउन्डको दक्षिण साइडतिर हाम्रो टुम्बाको साथ हाम्रा दर्शकहरू उपस्थित भइसकेको छ खेलको मनोरञ्जन लिनलाई।
भोलिबाट सिकेर नआउनु क्या लास्टमा त्यो पर्छ अब लास्ट तल्लोपट्टि तल्लोपट्टिको त्यो मगरनेहरू तल्लोपट्टि चाहिँ हाम्रो बाजु गरिदियो दुइटै चाहिँ राम्रो लास्ट टाइम यही डिभिजन हो माथिल्लो लाइनको पो हेर्छु